हेलो साथीहरु, के छ हालखबर? ल हेर्नु है, मासु मात्रै होइन कि मलाई चटपटे पनि बनाउन आउँछ। हेर्नु त कस्तो मिठो बनाएको छु। यो सबै थोक आफ्नै घरमा भइहाल्छ हैन, किन किनेर खर्च गर्नु भनेर नि त। यति अब 100-150 परिहाल्छ, आफूले बनाए सबै केटाकेटीलाई पनि हुन्छ। खाए पनि भनिन नि, औधी भोक लागेको छ नि त। केटाकेटी स्कुल नजाँदा चाहिँ नि घरि चाउमिन साउनी, घरि मोमो साउनी, घरि चटपटे साउनी सब थोक बनाउन जानिसकेँ मैले। अनि जतिसुकै धनी भए पनि गरिब भए पनि यो बोतल ल्याएर चाहिँ यसको भित्रको अर्को स्प्राइट खाएर चाहिँ यो बोतलमै पानी खाने चाहिँ को हुन्छ र आखेर किन्दैनन्। बोतल किनेका पनि साइड लाग्छन्, यसैमा हाल्ने चाहिँ म मात्रै हो कि तपाईहरु पनि हो। अब चाहिँ धेर गफ नगरिकन खाना सुरु गरौँ। खाइ चाहिँ सक्छु कि सक्दिनँ। म चाहिँ अमिलो चाहिँ खान्न। अमिलो चाहिँ अरूलाई केटाकेटीलाई मिठो चाहिँ के साह्रो हौ। जे पनि आफ्नै हातले पकाएको बनाएको मात्रै मिठो लाग्ने हो। मलाई चाहिँ के भएको कहिले चेत नआउने चेत चाहिँ कहिले नआउने रहेछ। हेरिस न यहाँ 12 वर्ष कुकुर पुच्छर ढुङ्गामा राख्यो जस्ताको त्यस्तो उमेर हुन्छ लो। यस्तो गरा हुनु खाने पनि पछि त दाँत पुस्का पनि सबै बढ्ता हुने। क्या अरे उमेरमा भुटियामा कहीँ खोइ के थियो नि, एउटा उखान पनि भन्न आउँदैन। के थियो अरे उमेरमा? तर त्यो राम्रो छैन उखान। पिरो चाहिँ बुढाबुढीलाई अलिक कम गरेको नि त। हेर्दा मात्रै कलिजो रख बारीकै हो। अहिले टिपेर लिएर आएको। गाउँमा बस्दा यस्तै हुन्छ। बारीमै छ। टमाटर पनि छ, खोर्सानी पनि छ, लसुन पनि छ, प्याज पनि छ। लु हेर्नु त, सहरमा कहाँ मजा छ त्यसको। यसलाई भन्छ ग्रिन चिल्ली। एउटा कलिलो छ तर पिरो छ। बनाएको चाहिँ हाल्नु पाइँदैन कि हतार थियो नि त। अनि यसो खाने बेलामा चाहिँ देखाउन त भन्ने मात्रै कुरो रहेछ। अनि त्यो चम्ची चाहिँ किन यस्तो भन्नुहुन्छ होला होइन? केटाकेटीलाई स्टिलको चम्चीले खाएको फिल आएन अरे नि त, किनेर खाए जस्तो भएन अरे। स्टिलको चम्चीको फिल आएन अरे। अनि फिल आउनको लागि चाहिँ कार्टुन काटिदिएको छु मैले। अब यो छुट्टीभरि चौपट्ट छ। अब भोलि के खाने भन्छ यिनीहरूले युट्युबमा हेर्छन्। अनि कस्तो कस्तो बनाउनु पर्छ है। किनेर सकिँदैन, साध्य हुँदैन नि त। अनि 2-3 हजारले पनि पुग्दैन। 500को ल्यायो भने सबै त घरकालाई पनि पुग्छ क्या। केटाकेटीले चाहिँ अघि खाइसक्यो, आफूले बाँडेर दिँदा चिम्रिसक्यो। अब चाहिँ म नि मोबाइल थन्क्याएर आनन्दले बसेर स्वाद लिएर खान्छु ल। किनभने यहाँ गरेर खायो भने यहाँ बोल्नु कि स्वाद लिनु कि के गर्नुहुन्छ। लाइक कमेन्ट सेयर के हुन्छ त्यताको गरिदिनु होला है सबै थोक ल। धेरै धेरै धन्यवाद। टाटा बाई बाई।